हेलो गाइज वेलकम टु माई न्यू भिडियो। आज चाहिँ हामी यता निसिकोइनमा आएको छु होइन, आएको छौँ। अनि त्यही हो, म चाहिँ प्रायः जस्तो यहाँ आइरहेको छु होइन। मेरो एउटा फेभरेट कोइन पनि हो। अनि अहिले चाहिँ साकुराको सिजन छ नि त, अनि साकुरा हेर्न आएको छौँ होइन हामी। अहिले यता भरे माथि अर्को कोइन पनि जान्छौँ, ओरी कोइन। मान्छे तर धेरै नै हुन्छ, अहिले झन् सिजन भएर धेरै नै छ। अनि प्लस यता इन्स्टलहरू पनि लागेको हुन्छ क्या। यहाँ चाहिँ हात देखाउने रहेछ, नेपालको याद आइदिरहेका, नेपालको याद आइदिरहेका। नेपालमा नि हात देखाइन्थ्यो नि त, सर्ट अलिक यताउता गाडी आइरहेछ। प्रायः जस्तो यहाँ चाहिँ होइन कोरियनहरू धेरै आउँछ क्या, नजिकै भएर। अनि झन् यो साकुराको बेलामा त यति आउँछ नि। लास्ट टाइम पनि आएको थिएँ म, अनि त्यति बेला चाहिँ मैले एउटा कोरियन केटी भेटेको थिएँ क्या। मतलब भेटेको थिएँ भन्नाले हामी साथीहरूसँग आएको थियौँ, अनि त्यसपछि टक्क मैले फोटोहरू खिचिरहेको थिएँ क्या। अनि त्यति बेला आइकन बोलेको थियो, मेरो फोटो खिच्दैन कि भनेको थियो क्या। अनि जस टक्क मेमोरी आयो। तर त्यति बेला मैले चाहिँ भ्लगमा उसलाई हालिनँ। त्यति बेला अलिक लजाउँथेँ, आजकल पनि लजाउनु त लजाउँछु, तर पहिलेको जस्तो चाहिँ लजाउँदिनँ मैले चाहिँ। त्यो पनि हो, अब त्यस्तै त हो नि। अहिले चाहिँ खासै भोक लागेको छैन। अहिले एकछिन भरे राति टक्क हुन्छ, त्यति बेला पिस हुन्छ। अनि त्यति बेला टक्क स्टलमा खान्छौँ हामी। लागिसक्यो भोक? हाम्रो आजको क्यामराम्यान राज सर भोक लागिसक्यो अरे। तर होइन, भरे खानुपर्छ सर। अहिले यता मासतिर जाऊँ न है। तिमी भोकै बस एकछिन, तिमीलाई अहिले म चाउमिन खुवाउँछु। उयो हेर त कति राम्ररी बहिनीले बनाएको चाउमिन खुवाउँछु म भरे, अहिले भरे खुवाउँछु। जाऊँ। जाउँ सर। फेरि सर चाहिँ जहाँ देख्यो कि बोलिहाल्ने, केटीहरू त देख्नै नहुने लास्ट क्या। तर मेरो चाहिँ कन्फिडेन्स आउँदैन है त्यति साह्रो त्यो बोल्नलाई केटीहरूसँग। तर हुन्छ नि अहिले टक्क, तर एउटा त कन्टेन्ट पनि हुन्छ नि टक्क बनाएर टिकटकतिर हाल्नलाई। तर चल्छ। के हो यो चाहिँ? चिकनですか? チキンですか? 焼きみたいの？焼きタレか塩か選べます。ああ、そう。帰るとき。はい。いや、後で。あ、はい。あ、はい。これは何？スーパーボール。スーパーボール。じゃあどうするのこれ？これはコップに。コップに入れて。満タンになるぐらいまで。で食べる？いや食べれないです。おもちゃです。おもちゃ。これमाथि जाऊ सर, माथि जाऊ। मासतिर छ निसिकोइनको कस्तो छ भने होइन, टक्क छिर्ने। अनि त्यसपछि माथि डाँडामा छ नि त। अनि यो चाहिँ पुरै जङ्गल जस्तो क्या, ठुलो छ नेचर। अनि लगभग यहाँ मान्छेहरू धेरै छ क्या, त्यो रुखको तल टक्क बसेर घरबाट खानसाना ल्याउने, इन्जोय गर्ने, खाने होइन। अनि त्यही हो, अब हामी एकछिन यता जान्छौँ, राउन्ड हान्छौँ एकछिन। अनि डुलेर के भन्ने सिनेरी इन्जोय गर्छौँ, नेचरमा चाहिँ टाइम स्पेन्ड गर्नुपर्छ जस्तो लाग्छ होइन। म चाहिँ प्रायः जस्तो आइरहेको छु क्या। पहिले चाहिँ झन् बिहानै आउँथेँ, आजकल चाहिँ खासै आउँदिनँ। किनकि आजकल अलिक इन्ट्रेस्ट नै लाग्दैन, केहीमा नि लाग्दैन इन्ट्रेस्ट खासै। त्यही हो। अनि अहिले साकुराको सिजन भएर चाहिँ जानुपर्छ भनेर टक्क साथीहरूमा आएको छौँ, जस इन्जोय गर्दैछौँ हामी।
क्या दामीको नेचर छ यार फ्रेस भयो यसो अब जापानको लाइफमा होइन काम गयो स्कुल गयो काम गयो स्कुल गयो अब हामी प्रायः जस्तो नेचरसँग कनेक्टेड हुँदैनौँ क्या अनि 1-2 दिन मात्रै भयो नि नेचरसँग आएर के अरे घुलमिल गऱ्यो यताउति गयो भने यस्तो मजाको फ्रेस हुन्छ नि लाइक त्यो अर्कै भाइब हुन्छ क्या अब नेचर भनेको त नेचर हो नि त होइन स्ट्रेसहरू रिलिफ पर्छ क्या दबाईहरू खानै पर्दैन क्या नेचरमा आएर टाइम स्पेन्ड गऱ्यो भने पुग्छ क्या यस्तै आनन्दको फिल भइरहेछ नि झन् यो फुलहरू हेर्दा आहा यस्तो दामी आनन्दका है म त यहीँ बस्थ्यौँ कि क्या हो जस्तो लागिरहेछ कसम अब सुत्नु पाएँ त यहीँ सुत्दिन्थेँ होला म तर आधी जस्तै स्ट्रेस त हराइसक्यो यार अब दिमागमा कति धेरै कुराहरू हुन्छ नि त यहाँ अब के को टेन्सन हुन्छ घरको टेन्सन कामको टेन्सन टेन्सनै टेन्सन हुन्छ अनि यस्तो बेला बेला गाडी अब रुम पनि त्यस्तै छ क्या त्यही रोड अगाडि छ नि यस्तो गाडीहरू कुदेको गर्छ यस्तो डिस्टर्ब हुन्छ नि अनि यस्तो बेला बेला कोइनतिर आयो भने पार्कतिर आयो भने फ्रेस हुन्छ क्या आनन्द हुन्छ एन्ड आइ एम इन्जोइङ वाउ यस्तरी सुतेर माथिबाट अबि साकुराको भ्यू हेर्दा त यस्तो रमाइलो भइरहेछ यस्तो फिल भइरहेछ माथि आकाश निलो आकाश अनि यो फुलहरू माथिको अबि म त हेभनमा छु जस्तो फिल भइरहेछ क्या हेरौँ लागिराख्ने क्या म फर्स्ट टाइम निसिकोइन आउँदा चाहिँ होइन फर्स्ट टाइम आउँदा नि कस्तो यहाँ कनेक्टेड फिल हुनेका लाइक म यहाँ आइसकेको छु होइन त्यस्तो टाइपको फिल हुन्थ्यो क्या अनि घर गएर चाहिँ म रिसर्च गरेँ क्या यहाँको बारेमा अनि यो कोइन चाहिँ एक्चुली 1981-80मा बनाएर रहेछ यहाँको राजाले त्यो भ्यू स्यू हेर्नलाई त्यहाँ परबाट चाहिँ भ्यूहरू समुद्रहरूको भ्यूहरू देख्छ नि त अनि त्यहाँदेखि 2टा डाँडा छ क्या नुकुनुसीमा र सिकानेसीमा भन्ने छ त्यो डाँडाहरू देख्छ अनि हाकाताको फेमस हाकाता पोर्ट पनि त्यहाँ माथि मेन ठाउँबाट देख्छ क्या अनि त्यो भ्यू हेर्नु बनाएको रहेछ त्यहाँको राजाले अनि त्यस्तै कुराहरू थाहा पाएँ अनि म प्रायः जस्तो यहाँ आइरहन्थेँ क्या अनि झन् साकुराको बेलामा नि लाइक 2020देखि चाहिँ कोरोना पछि चाहिँ अलिक डेभलपमेन्ट गर्नु थाल्यो क्या मान्छेहरू धेरै आउँछ नि त टुरिस्टहरू अनि फुकुका भनेको चाहिँ लाइक कस्तो भनौँ वर्ल्डकै कति नम्बरमा पर्थ्यो क्या 15-17तिर सबभन्दा त्यो सर्भाइभ गर्नलाई क्या सजिलो भनौँ न अनि यहाँ टुरिस्टहरू धेरै आउँछ अहिले नि कति नम्बरमा पर्छ क्या अनि साकुराको बेलामा झन् इन्भेस्टमेन्टहरू गर्नु थाल्यो लाइक अगाडि त्यो इन्स्टलमेन्टहरू लाउने के गर्ने अनि त्यहाँदेखि अहिले मान्छेहरू इन्जोय गरिरहेछ टुरिस्टहरू यहीँको लोकलहरू अब हामी केटा यसरी इन्जोय गऱ्यो भने हुँदैन केटाहरू जोस जागर छैन तर यसो 1-2जना केटी साथीहरू ग्रुपमा भयो भने टक्क घरबाट के ल्याउने खानसाना ल्याउने अनि टक्क जुस खाएर बसेर रमाइलो गर्नुहुन्छ हाम्रो केटाहरू त्यस्तो हुँदैन क्या अनि हाम्रो केटा साथीहरू यस्तो जोस जागर हुँदैन केटाहरूलाई एउटा यसो बियर भए पुग्छ यसो रमाइलो गर्नु मान्दैन हेर त कति रमाइलो भइरहेछ अघि मसँग भन्नाले एकजना बोल्न आइरहेको थियो 2जना कपालहरू मेरो भिडियो बनाइदिए न भने क्या अनि मैले बनाइदिएँ एक सर्ट हाने अनि त्यसपछि फेरि गर्दैन भन नि हान्थ्यो अनि मसँग आइज ल भन बिस्तारै क्यामेरा अन गरेर टुई गइरहेको थिएँ होइन अगाडि गयो च्याप हातसँगतिर किस खाइदिएर म त हेरेँ टुवा आएन कहाँ आउनु क्या त्यस्तो होइन मेरो गर्लफ्रेन्ड नै थिएन हौ अहिलेसम्म कोही थिएन गर्लफ्रेन्ड नै छैन मेरो सिङ्गल मान्छे हो यिनीहरू स्टिल यहीँ छ यहाँ तल पो दामी रहेछ त है फुकुकामा चाहिँ डुल्ने ठाउँहरू अलिक थोरै नै छ होइन अनि निसिकोइन चाहिँ मलाई अलिक अन्डररेटेड लाग्छ क्या अब यहाँ मान्छेहरू प्रायः जस्तो आउँदैन क्या तर यो त अब लास्टै नेचर भएको ठाउँ हो नि त अनि साकुराको बेलामा नि मान्छेहरू अलिक थोर नै आउँछ क्या यहाँ नजिकै चाहिँ ओहरी पार्क भन्ने छ टक्क त्यहीँ नजिकै छ क्या त्यहाँ मान्छे किन धेरै जान्छ भने लाइक स्टेसन छ क्या स्टेसन नजिकै छ नि त अनि त्यहाँ जान सजिलो भयो यहाँ चाहिँ अलिक भित्र छ क्या अनि त्यही भएर अलिक आउँदैन अनि
हामी चाहिँ त्यहाँ जानुभन्दा नि यहाँ जाऊँ न त भनेर भन्यो साथीले। मैले भनेको खासमा साथीलाई नि यहीँ आउनु मन थियो क्या, रुखहरू नेचरहरू धेरै छ, मान्छे नि कम हुन्छ नि त। अनि हामी यहाँ इन्जोय गर्दैछौँ अहिले। फेरि राज र म चाहिँ अलिक लङ टाइम पछाडि यसरी भेटेको क्या। बिचमा ऊ अर्को गएको गयो, म अर्को गएको गएँ, अनि हामी खासै भेट हुँदैन थियो। अनि जस अस्ति पनि हामी यता आसु जाँदाखेरि नि उसले सर्टहरू हान्थ्यो, धेरै हेल्प गर्दो भनौँ न। उसले मलाई सिकाइरहेको छ, मैले सिक्ने भनेको नि ऊबाट हो होइन। ऊ चाहिँ अब के अरे प्रोफेसनली अब उता नेपालमा नि गरिरहेको, अनि उसलाई चाहिँ धेरै नलेजहरू छ क्या, अनि उसले मलाई सिकाइरहेको हुन्छ। लाइट नभ्याउने रहेछ तर यहाँ माथि किरा रहेछ होइन। अब मैले चाहिँ यस्तो रुखहरू देख्ने बित्तिकै नेपालको याद आउँछ क्या, किनकि म तल सानोमा हुँदाखेरि भएन। सानोमा म गाउँ जाँदा चाहिँ अब यस्तो रुखहरूतिर जाने, मतलब साथीहरूसँग उटपटाङ गर्ने क्या सानोमा गाउँमा जाँदाखेरि। अनि त्यही जस्ट लाइक अनि यस्तो रुखहरू यताउति हेर्दा अर्कै रमाइलो फिल हुन्छ क्या, जसलाई रमाइलो फिल हुन्छ। नेचर भनेको नेचर, वी कनेक्ट, वी आर अल्सो नेचर होइन। अनि तर त्यही हो, जस अर्कै भाइ आउँछ यहाँ आउँदा चाहिँ मलाई होइन एक्चुली। अब भरे यहाँ धेरै रमाइलोहरू गर्नु छ, राति अझै राति बाँकी नै छ होइन। प्रायः जस्तो म चाहिँ पहिले सुरुमा भ्लगिङ गर्दाखेरि पनि लाइक अब धेरै मान्छे भएको ठाउँमा गर्न अलिक उयो हुन्छ नि त, लाज लाग्छ, अप्ठ्यारो हुन्छ नि त। अनि म चाहिँ यहाँ प्रायः जस्तो आउँथेँ। कति मेरो फर्स्ट भिडियो चाहिँ उता के अरे फुकुका उयोमा गएको थिएँ, के भन्छ त्यसलाई, लाइक जूमा गएको थिएँ, त्यहाँ बनाएको थिएँ। अनि दुधको भएर मैले त्यो अहिले प्राइभेट पनि गरिदिइसकेँ होइन। अनि त्यसपछि सेकेन्ड अहिले फर्स्ट भएको छ क्या। त्यो भ्लग पनि मेरो यहीँ छ क्या, किन यहाँ मान्छे कम हुन्छ नि त। अनि कम भएको कारणले जस यो कोइनमा नि मेरो धेरै मेमोरिजहरू छ। अनि त्यही भएर मलाई फुकुका छोडेर नि कहीँ जानु मन लाग्दैन क्या, कहीँ जानु मन लाग्दैन, किनकि अब आफूलाई धेरै ठाउँहरू थाहा भइसक्यो नि त यहाँ। अनि त्यही भएर म छोड्नै मन लाग्दैन क्या। फेरि म चाहिँ एउटा कुरा कनेक्ट हुन्छु त्यसमै, उयो के भन्छ त्यो छोड्नै मन लाग्दैन क्या। अनि अर्को कुरा अलिक यो कमेडी हुनसक्छ होइन। म घरमा स्कुल पढ्दाखेरि काइयो युज गर्थेँ होइन, अनि जापान आउँदा त्यो पनि लिएर आएँ क्या, किनकि आफूसँग भएको त्यो सामान त्यो छोड्नै मन लाग्दैन क्या, नयाँ युज गर्नै मन लाग्दैन क्या, त्यस्तोसम्म छु क्या म। निसिकोइनको चाहिँ टप चाहिँ यही हो होइन। अनि मेन चाहिँ यो यही हो टप, यहीँबाट चाहिँ भ्यूहरू दामी देख्छ क्या। मान्छेहरू इन्जोय गरिरहेछ, आफ्नै तालमा मान्छेहरू इन्जोय गरिरहेछ होइन। यहीँबाट क्या समुद्रको भ्यू, अनि त्यो हाकाता पोर्टको भ्यू। अनि यता पर गयो भने चाहिँ त्यो उयोहरू आइसल्यान्डहरू देख्छ क्या। यता गयो भने चाहिँ आइसल्यान्डहरू छ होइन, जुन चाहिँ म अलरेडी गइसकेको छ होइन। उमिरे नाकामिची सिकानोसीमा म त्यो भ्लगको तल लिङ्क पनि हालिदिन्छु, यति चेकआउट गर्नु छ भने त्यो लिङ्कमा गएर हेर्न सक्नुहुन्छ होइन। यता उमिरे नाकामिची हो, अनि यता उमिरे नाकामिची हो, यता नुकुनुसीमा हो, अनि यता चाहिँ सिकानोसीमा हो क्या। तिनवटै ठाउँ गइसकेको छ, तिनवटै ठाउँको भ्लग छ, म डिस्क्रिप्सनमा हालिदिन्छु लिङ्क तिनीहरूको होइन। अनि हाकाता पोर्ट चाहिँ यता छ, हाकाता पोर्टमा पनि गएर बनाइसकेको छ, त्यहाँ छ 3-4वटा छ गएर बनाएको, त्यसको लिङ्क पनि हालिदिन्छु म। तर माथि टपमा चाहिँ अलिक मान्छे थोर रहेछ क्या, तल जङ्गल छ, अनि बस्ने ठाउँहरू छ। अनि यहाँ चाहिँ प्रायः जस्तो मान्छेहरू आएर भ्यू हेरेर फर्किन्छ क्या। तर इन्जोय गर्नेहरू गरेर चाहिँ टुरिस्टहरू आएर रहेछ हल्का दामी छ भ्यू चाहिँ ल। तर एउटा कुरा थाहा छ सर, यो फुलले साकुराले चाहिँ त्यो आँखाहरू उयोहरू के भन्छ त्यसलाई, एलर्जी टाइपको नि हुन्छ नि। यो कुरा चाहिँ
उयो गर्नुपर्छ क्या ध्यान जापानको चाहिँ यो एक्चुअली नेसनल फ्लावर हो तर यसको डिसएडभान्टेजहरू पनि धेरै छ क्या त्यो आँखाहरूतिर पऱ्यो भने कतिलाई चाहिँ एलर्जी हुनसक्छ होइन मलाई चाहिँ छैन चिलाउन सक्छ त्यही भएर यसो डुल्ला दे अनि अर्को मेन इम्पोर्टेन्ट चाहिँ नेपालीहरूले टिप्छ होइन फुल टिप्नु चाहिँ भएन क्या यो चाहिँ अब हाम्रो नेपालमा चाहिँ टिप्छ होइन यहाँ चाहिँ टिप्नु भएन मान्छेहरू टिपिदिन्छ क्या इट्स अ क्राइम सो टिप्नु चाहिँ हुँदैन है अनि आजको डुलाइ कस्तो भइरहेछ सर सो आजको डुलाइ थकै लागिरह किनभने बोल्ने काम अझैको थियो खिच्ने काम मेरो थियो पुरै टाइम खिच्यो थकै लाग्यो अनि तर राम्रो राम्रो चिजहरू खिचे जस्तो लाग्छ सर्टहरु टन्न दामी दामी छन् सर अब हेरौँ अझैको टिकटकको नि खिचेको छु है टिकटकमा अझैलाई सब्सक्राइब गर्नु टिकटकमा मलाई फलो ब्याक गर्नु ओइ ओए अझै नाइट सर्टहरु बाँकी छ नि हाम्रो नाइट सर्ट पनि खिच्ने हो नाइट सर्ट पनि खिच्ने हो हाम्रो क्यामेराम्यान उजै नेपालमा प्रोफेसनल के रे लाइक प्रोफेसनल गरिसकेको हो हैन अब हामी जस्तैलाई सिकाउने भनेको उहाँले नै हो पहिले निहङ्गो गएकोमा हामी कहाँ डुल्न जान्थ्यौँ उसँग क्यामेरा हुने अस्ति पनि म सर्टहरु हान्न लाउने अनि आफू मलाई एउटा कुरा याद छ नि एक दिन हामी तिमी म दिलीप हैन अनि हामी ओरी कोइन गएको थियो अनि त्यो दिन मैले अझैको त्यो भिडियो अझ पनि टिकटकमै छ यस्तो मेहनत हानेर खिचेको त्यो भिडियो हैन मैले पुरै मेहनत हानेर खिचेको थिएँ अनि दिलीपलाई खासै क्यामेरामा इन्ट्रेस्ट थिएन अझैले चाहिँ पहिलेदेखि भ्लगिङ गर्छु भनेर पहिलेदेखि आदेखि भन्थ्यो अनि अझैको त्यति राम्रो भिडियो मेरै भिडियो खिच्दोस् भनेर चाहिँ मैले खिचिदिएको थिएँ तर दिलीपको पनि राम्रो खिच्दै थियो त्यतिखेर अनि त्यसपछि कति वर्ष अगाडि 4 वर्ष अगाडिको कुरा 4 वर्ष हेल्थ चेकअप थियो अनि हेल्थ चेकअप गरेर गएकोबाट छिटै फर्केथ्यो के अनि त्यसपछि अनि खिच्दै भनेको त उले नि इन्ट्रेस्ट देखाउँदैन उले नि इन्ट्रेस्ट देखाउँदैन अगाडि खिचिसक्यो उनीहरुको अगाडि खिचिसक्यो अनि पछि तिम्रो खिच्ने बेलामा चाहिँ अनि मलाई यस्तो रिस उठेको अनि मैले गएर अनि क्यामेरा ढ्याङ्ग भुइँमा अड्डाएर अनि आफै गएर खिचेको त्यो भिडियो पनि छ होला त टिकटकमै यस्तो घुडा टेकेर त रिस उठेर गएर थियो रमाइलो थियो रेस पनि खेले त नि याद छ तिमीहरु खेल्यो हो त्यही रेस खेलेर आएर थाक्यो भनेर मेरो नखिच्देको अनि अल्छी मानेको क्या यसो यस्तै हो जिन्दगी हैन साथीहरु गाह्रो छ लाइफ स्ट्रगल समस्या प्रब्लम्स सबै एउटै हो जिन्दगीमा स्ट्रगल नगरी केही पनि हुँदैन त है सबैले काम गर्छ काम गर्दा गर्दै नि पुग्दैन सो त्यस्तै हो हामी साकुरा हेर्यो रमाइलो गरियो अनि तर छुट्टै आनन्द आउँछ है यस्तै त्यस्तै हो दिल तो बच्चा है जी भन्छ नि राजेश हमाल त म आफै बच्चा छु कसरी राजेश हमाललाई एकचोटि सोधेको थियो कि इन्टरभ्यूमा अनि के भन्छ तपाईँले बच्चा कहिले पाउने म आफै बच्चा छु कसरी पाउने बच्चा म नि त्यस्तै हो म कहिले बुढो हुन्न नि जापानमा चाहिँ वर्ल्ड कल्चर लाइक लास्ट स्ट्रिक हुन्छ क्या अब वर्ल्ड कल्चर मात्रै नि स्टुडेन्टमा पनि लास्ट स्ट्रिक हुन्छ अनि त्यसपछि म्याक्सिमम् फ्यामिलीसँग टाइम हुँदैन क्या इन्जोय गर्नलाई अनि यस्तै फेस्टिभलहरूतिर साकुरा फुलेको बेलामा अनि यिनीहरू चाहिँ राति इन्जोय गर्ने क्या फ्यामिलीसँग ग्यादर भएर अनि हामीले ह्युमन बिङले चाहिँ काम वर्कमा धेरै चाहिँ बिजी हुनु हुँदैन जस्तो लाग्छ होइन फ्यामिलीसँग टाइम स्पेन्ड गर्नुपर्छ र यस्तो गर्दाखेरि चाहिँ लाइक धेरै नै फ्रेस हुन्छ क्या रिफ्रेस हुन्छ मान्छेहरू किनकि अब कुराहरू सेयर हुन्छ फ्यामिलीसँग होइन कतिपछि बोलिन्छ नि त मरिन्छ सेयरहरू हुन्छ अनि अब
अब हामी चाहिँ बाहिर सुन्ने त स्टुडेन्टहरू इन्टरनेसनल स्टुडेन्टहरू अनि हाम्रो अहिले सबभन्दा नजिकको मान्छे भनेको चाहिँ फ्रेन्ड्स हो क्या साथीभाइ हो अनि त्यही भएर साथीभाइहरूसँग चाहिँ डुल्नुपर्छ टाइम स्पेन्ड गर्नुपर्छ होइन नत्र डिप्रेस हुन्छ हिँडेर साथीभाइ भनेको नि हाम्रो फ्यामिली जस्तै त हो नि सेकेन्ड फ्यामिली त हो नि होइन त्यही भएर डुल्नुहोस् हिँड्नुहोस् इन्जोय गर्नुहोस् एन्ड सी यु नेक्स्ट भ्लग